नमस्कार साथीहरु, स्वागत छ हाम्रो यस च्यानलमा। हामी नेपाली क्रिकेट टिमको अर्को अपडेट लिएर आइसकेका छौं, जहाँ हामी यस भिडियोमा चाहिँ नेपाल र कतार बीच खेलिएको सेकेन्ड अभ्यास खेलको रिपोर्ट प्रस्तुत गर्नेछौं। नेपाल र कतार बीच भएको हिजोको सेकेन्ड अभ्यास खेलमा नेपालले पहिले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको थियो, जहाँ नेपाल पुरै 20 ओभर ब्याटिङ गरेर 7 विकेट गुमाएर 170 रन बनाएको थियो र 171 रनको टार्गेट दिएको थियो। जवाबी क्रममा ब्याटिङ गर्न आएको कतारले 154 रन बनाउन सक्यो र नेपालले यो खेललाई 16 रनले जित्दै खेल आफ्नो पल्टामा पारेको हो। त्यस्तै नेपालको ब्याटिङमा कुशल भुटेलले सर्वाधिक 33 बल खेल्दै 56 रन बनायो, जसमा उनले 5 चौका र 3 छक्का प्रहार गरे। त्यस्तै आसिफ शेखले 8 बल खेल्दै 11 रन बनाएर जसमा उनले 1 छक्का प्रहार गर्न सके। त्यस्तै रोहित कुमार पौडेलले 12 बलमा 8 रन जोडे। त्यस्तै कुशल मल्लले 29 बलमा 38 रन जोड्दै नट आउट रहेर जसमा उनले 1 चौका र 2 छक्का प्रहार गर्न सफल भयो। त्यस्तै दिपेन्द्र सिंहले 21 बलमा 38 रन जसमा उनले 1 चौका 3 छक्का र सन्दीप जोराले 3 बलमा 1 रन प्रहार गरे। मुकेश बमले 5 बलमा 2 रन प्रहार गरे र आरिफ शेखले 9 बलमा 13 रन प्रहार गरे, जसमा त्यस्तै नेपालले बलिङमा भने करण केसीले 4 ओभर बलिङ गर्दै 36 रन खर्चेर 3 विकेट लिए। दिपेन्द्र सिंहले 4 ओभर बलिङ गर्दै 28 रन खर्चेर 1 विकेट लिन सफल भए। ललित राजवंशीले 4 ओभर बलिङ गर्दै 25 रन दिएर विकेट विहीन रहे। त्यस्तै आरिफले 1 ओभर बलिङ गरे 8 रन दिएर विकेट विहीन रहे। र यस खेलमा नेपालले दुवैतर्फ बलिङ र ब्याटिङतर्फ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै यो खेल जित्न सफल भएको हो। यो खेल नेपालको लागि विश्वकप छनौट अघि अन्तिम खेल हुनेछ, जहाँ नेपालले पहिलो खेलमा ओमानलाई 6 विकेटले हराएको हो भने सेकेन्ड खेलमा चाहिँ नेपालले कतारलाई 16 रनले पराजित गर्न सफल भएको हो। 8 तारिकबाट ओमानमा हुने वर्ल्ड कप क्वालिफाईका खेलहरू खेल्नेछ, जहाँ नेपाल क्रिकेट टिमले 8 तारिकका दिन कुवेतको सामना गर्नेछ भने 10 तारिकका दिन जापानको सामना गर्नेछ र योसँग र त्यसपछि सुपर 6 का खेलहरू हुनेछन्। र तपाईहरुलाई के लाग्छ, नेपाल क्रिकेट टिम वर्ल्ड कप क्वालिफाई गर्छ कि गर्दैन? कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। र च्यानललाई भिडियो मन पर्यो भने च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। थ्यांक यू।